यो 2025 को 4 अक्टोबर र 5 राति परेको पानीले यो आलुबारी हेलो यो ठाउँलाई के भनिन्छ टिएन रोड है यो चाहिँ अब यहाँ चाहिँ अहिले यसको फेमस नाम चाहिँ 64 लाइन पनि 64 लाइन भनिन्छ 64 लाइन करेन्ट चल्ती लाइन चाहिँ अब यो पाइपलाइन छ पिएचई को 64 लाइन हो उयो खाली यिनीहरूको उयो हुन्छ लुगाहरू र काठको ठेसाहरूले चाहिँ बन्द गरेको हुन्छ पानी लिकेजहरूमा जोइन्टमा हो अन्त यसले फेरि यो बर्खामा अलिकति के भयो भने यो पाइप चुट्टियो भने उयो तलको यो घरले गर्दाखेरि बहुत जोगियो नभने मगर गाउँ खत्तम बनाउने थियो ज्यान माल भन्नु मतलब चाहिँ यो पालिको बर्खा लाग्छ भन्दा अगाडि जो काम चाहिँ यो बनाएन भने चाहिँ एकदमै खतरा छ तल्लोपट्टिको गाउँ बासिन्दाहरूलाई अब यो घरलाई बिचरा पुरै ड्यामेज भएको छ है हो यत्रो पहिरो यो घरले थेग्यो यो घर नभएको भए चाहिँ मगर गाउँ उहाँको 6 गाउँहरू चाहिँ ट्याकटुकै खत्तम हुन्छ एकदमै लोगेर तल खोलामा पुऱ्याइदिन्छ किनभने यो फोर्स त अब तल जान्थ्यो फेरि सोर्सलाई बढाउँदै जान्छ नमस्ते सम्पूर्ण च्यानल हेरेर बस्नुभएका पारमसी दर्शकबिन साथसाथै चारैतिर छरेर बस्नुभएका हाम्रो दर्शकवृन्दलाई आज हामी घुम जोर्मुलो पिपल्स अर्गनाइजेसन उहाँको यो टिएन रोड मुनि एउटा 64 लाइन भन्छ उहाँको एउटा निर्देशमा तपाईँको अनुरोधमा आज हामी घुम जोर्मुलो पिपल्स अर्गनाइजेसन आएर यहाँ हामीले हेऱ्यौँ भिजिट गऱ्यौँ यहाँ हेर्नुहोस् त यो पहिरो चाहिँ गत 2025 4 अक्टोबरदेखि जुन चाहिँ पानी ठुलो पानी पर्यो 5 तारिकको राति गएको होइन राति जाँदाखेरि चाहिँ तल्लाग्दो अवस्था तल मगर गाउँ छ आलुबारी मुनि यो गाउँलाई पनि साह्रो यहाँ पानीको पाइप पनि रहेछ हेर्नुहोस् तपाईँ यहाँ अहिले हामीले उहाँहरूकोबाट सुन्दैछौँ यहाँको स्थानीयवासी यो बिल्डिङको मालिकले भन्दैछ अहिलेसम्म यहाँ कुनै पनि सम्बन्धित विभाग आएर हेरचाह गरिदिनु भएको छैन अरे र हामी आज घुम जोर्मुलो पिपल्स अर्गनाइजेसनद्वारा यहाँ बिन्ती के गर्न चाहन्छौँ भने यो नगरपालिका क्षेत्र पर्छ होइन नगरपालिका कुन वार्ड 1 नम्बर वार्डमा पर्छ नगरपालिका क्षेत्रको 1 नम्बर वार्ड रहेछ है अब भनौँ भने यहाँ जिटिए पनि पर्यो जिटिए सभासद पर्यो होइन जिटिए पनि त सबै त पर्यो त्यसले गर्दा चाहिँ यो पालिको बर्खा लाग्नुभन्दा अगाडि चाहिँ उहाँको चाहिँ एउटै चाहिँ डिमान्ड छ यो पालिको 2026 को बर्खा लाग्नुभन्दा अगाडि चाहिँ यो पहिरो चाहिँ बनाइदियो भने चाहिँ एकछिन है म त यसमा चाहिँ अब हाम्रो यहाँको स्थानीयवासीबाट म उहाँलाई प्रश्न गर्छु तपाईँले भन्नुहोस् यो दिन त तपाईँलाई पहिरो आउँदाखेरि कस्तो भयो यहाँनिर त सर हामी त सुते छैन नि अब रातभरि सुते छैन त्यतिकै भाग्रा भाग हो म त फेरि बिमारी मान्छे सुगरको मान्छे हो फेरि अहिले त सुगरको मान्छेले के हुन्छ मुटु हल्लिन्छ हो त्यति साह्रो कमजोरी भएको थियो हो अझै पनि मारीहरू पर्दा चाहिँ म सुत्न सक्दिनँ त्यस्तो भइसकेको छ तर अझैसम्ममा चाहिँ यहाँनिर चाहिँ कोही हेर्नु अब यसरी गर्नु त्यसरी गर्नु भनेर कसैले पनि आएको छैन अस्ति हाम्रो कमिसनर बोलेको थियो लु बढी यो बनाइहाल्छ केही पनि छैन भनेर पानी चाहिँ पोस्ट पनि छैन केही पनि छैन त्यो गाठ राखिराखेको छ हामीले डरसोरी छ अब बर्खामा चाहिँ नबस्दा पनि हुन्छ सर यहाँ नबस्दा पनि हुन्छ सर त्यो दिन तपाईँको अनुभव बताउनु राति कहिले कति बेला यो सर 1 बजी 2:30 बजीतिर गएको हजुर रातिको त्यस्तो मजा आमा सर बस्नु सक्नु छैन म त यहाँनिर हाम्रो भान्जीकोमा गएर बसेँ हो बिचरा यहाँनिर बहिनीहरू लथालिङ्गै हो कहाँ बस्ने कहाँ सुत्ने हो छैन नि सुते त यहाँनिर त सर त्यस्तो भइरहेछ त्यतिसम्म बिजोग भएको छ तर हामीले कसैले पनि यो पहिरोको लागि लु यस्तो गर्ने त्यस्तो गर्ने भनेर कसैले पनि आएर मैले भेटघाट गरेको छैन के छ भने नि हामी चाहिँ अब सिधा साधा मान्छे हो होइन अब हामी चाहिँ कमिसनरको बाटो हेऱ्यौँ हो सर त्यस्तो भएको छ कमिसनरको बाटो हेऱ्यौँ बढी बनाइहाल्छ यो बनाइहाल्ने इमर्जेन्सी बनाउने भनेर यहाँनिर बोसहरू हेर्नुहोस् पानीको सर त्यस्तो हालेको छ अब यो त चाहिँ के हुन्छ सर हेर्नुहोस् यहाँ दर्शकवृन्द यस्तो स्थिति आएको रहेछ यहाँ अहिलेसम्म यो सरकारले पनि अनदेखा गरिरहेको जस्तो लाग्छ अनदेखा गरिरहेछ पाहाडलाई नेग्लेक्ट गरे यसै विषयमा हाम्रो महासचिवद्वारा 2 शब्द राखिदिनुहोस् यो पक्रेर बल्ल सबैजना दर्शकवृन्दलाई नमस्कार र यो गत अक्टोबर 5 तारिक आएको
जुन पहिरो थियो यो मात्रै होइन धेरैवटा जग्गा पहाडमा आएको थियो रोहिणीको बाटो पनि त्यसै दिन आएको हो र हाम्रो यो माथि छरछरे खोलामा पनि यसरी नै आएको छ तर यो पहिरो यति भयानक छ कि हेर्दाखेरि त्यति देखिँदैन तर यो पिएचईको पानी हेर्नुहोस् यो भरि जान्छ यो दार्जिलिङ सप्लाई हो है अहिले यहाँनिर उनीहरूले एकदमै खेलाइची हेर्नुहोस् काठको पोस्ट माथि राखेको छ यो अलिकति एउटा पोस्ट पनि भयो भने फेरि भाँचिन्छ यो पाइप यो काठले जोडजाड गरेर उनीहरूले जोइनहरूमा त्यसरी फेसाहरू ठोकेर जोइन गरेको छ हेर्नुहोस् अब यो कुनै पनि दिन यो अलिकति पाइप उसको चाहिँ अलिकति प्लेसबाट ठाउँबाट चाहिँ सर्यो भने चाहिँ फेरि यो पहिरोको स्थिति पानी नपरे पनि हुन्छ र यो मुनि चाहिँ एकदमै ठुलो गाउँ छ त्यसलाई चाहिँ मगर गाउँ भन्छ त्यहाँनिर लगभग अब 20-25वटा घर छ यो घरले नथेकेको भए चाहिँ त्यो दिन त्यहाँनिर ज्यानमालको पुरा क्षति पुरा हुने थियो र त्यसमा लगभग 10-15वटा घरहरू चाहिँ सोरेर एकदम रुङदुङ खोलामा पुर्याउने थियो यस्तो अवस्था भयानक अवस्था छ तर यो चाहिँ अब सम्बन्धित निकायले उहाँहरूको दृष्टि पुगेको छैन भने पनि झट्टभन्दा झट्ट बर्खा नलागिकन यो मर्मती कार्य चाहिँ एकदमै राम्रोसितले गरिदिया जाओस् र यो पिएचईले पनि यो वाटर वर्क्स डिपार्टमेन्ट म्युनिसिपालिटीकै पर्छ उहाँहरूले पनि एकदमै राम्रो पर्मानेन्ट अहिले यो कतिवटा नयाँ पाइपहरू जडान त गरिरहेको छ त्यसैलाई नै अझै यसमा मजबुती पोस्टहरू राम्रो दिएर वालहरू प्रोटेक्सन वाल एकदमै आरसिसी टायर उसले दिएर बुन्दै लगेर तलबाट नै ल्याउनुपर्छ तलको घरबाट नै बुनेर लिएर आएर यो गाउँ बाँचिन्छ नत्र भने यो गाउँको माथि यो सडक छ फेरि यो चाहिँ यसले चाहिँ चौरस्तासँग यो टुरिज्म डिपार्टको यो रोड पनि तानिने सम्भावना छ यो घर त जान्छ यसले गर्दा यो रोड पनि तानिन्छ अवश्य नै तानिन्छ टिएन रोड र योले चाहिँ चौरस्ता र यो हाम्रो जोरमुलासँगको सम्बन्ध चाहिँ टुटेर जानेछ र यो एकदमै एचएमआईको पनि यसबाटै हिँड्ने गर्छ टुरिस्टहरू यहीबाट हिँड्ने गर्छ र यहाँको अब धेरैवटा बासिन्दा यहाँ थुप्रो घरमा किरायहरू बस्नुहुन्छ र यहाँनिर एकदम घनत्व उयसमा छ मानिसहरू बस्ने गर्छ र उहाँहरूलाई अब यो रातिको उयसमा यसरी पहिरो आइदियो भने चाहिँ ज्यानमालको क्षति एकदमै बेसी हुनेछ र सम्बन्धित निकायलाई हामी यही निवेदन गर्दछौँ कि झट्टभन्दा झट्ट यो कार्यलाई चाहिँ उहाँहरूले एकदमै इमर्जेन्सी उसमा हालेर जस्तो रोहिणी रोडलाई बनाउनु भयो त्यस्तै पाराले द्रुत गतिमा बनाएर बर्खा लाग्नुभन्दा अगाडि चाहिँ बनाइदिएको हुनुपर्छ नत्र भने भोलिको दिनमा यहाँनिर कुनै ज्यानमालको क्षति भयो भने चाहिँ तपाईँहरूमाथि प्रश्न चिन्ह रहनेछ धन्यवाद हेर्नुहोस् दर्शकवृन्द यहाँ पहिरो गएको आज लगभग 3 महिना सकेर 4को लगेको गएछ अब यसपालि त 2026मा त विधानसभाको इलेक्सन छ चुनाव त आउँछ जान्छ यसमा केही छैन यो पहिरोलाई चाहिँ तपाईँहरूले सम्बन्धित विभागले जनप्रतिनिधिले झट्ट निरीक्षण गरेर बनाइदिनुहोस् भनी हामी घुमजरुलो पिपल्स अर्गनाइजेसनद्वारा यहाँबाट माग गरिरहेका छौँ यसै विषयमा हाम्रा उपसभापति वाङदी यल्मुद्वारा पनि 2 शब्द राखिदिनु हुनेछ नमस्कार म घुमजुङमा पिपल्स अर्गनाइजेसनको भाइस प्रेसिडेन्ट वाङदी यल्मु र म तपाईँहरूलाई एउटै तपाईँले हेर्नुभयो नि यहाँको सिचुएसन यहाँको जो एरियाको होइन कस्तो चाहिँ छ यहाँको एरिया तपाईँहरूले हेर्नुहोस् यहाँ वृद्ध आमा हाम्रो जो पनि प्रशासन छ यहाँको उसको पनि आमा बाउ होला यहाँ हेर्नुहोस् कति माया लाग्दो आमा छ यहाँनिर हेर्नुहोस् त उहाँको माया लाग्दैन तपाईँहरूलाई चिन्ता छैन तपाईँ उहाँको ज्यानमालको यो राजनीतिक दलहरूलाई म्युनिसिपालिटीले यहाँ उसको आमा बाउ छैन यहाँनिर घरमा उसको यहाँ पनि आमा होइन उहाँको तपाईँहरू म्युनिसिपालिटीले हेर्नुहोस् यहाँनिर तपाईँहरूको यहाँनिर यो त्रिपल 2टा दिएर कालो त्रिपल दिएर हुँदैन यहाँ त्यो रोक्दैन थाम्नु यहाँनिर तपाईँहरूको बाउ आमा छ कि हेर्नुहोस् तपाईँको माथि तपाईँहरू मर्नुपर्छ हेर्नुहोस् तपाईँहरूको माथि जानुपर्छ यहाँ हाम्रो आमाले हेर्नुहोस् यति वृद्ध आमा छ यहाँ बहिनीहरू छ उहाँको जानमालको कसैलाई चिन्ता छैन यहाँनिर तपाईँहरूलाई आफ्नै चिन्ता छ तपाईँलाई होइन तपाईँ आफ्नो चिन्ता नराख्नुहोस् तपाईँले मर्नुपर्छ माथि जानुपर्छ तर आफ्नो वृद्ध आमा छ यहाँनिर उहाँलाई हेर्नुहोस् तपाईँले 4 महिना लाग्यो अब तपाईँ यहाँनिर उहाँले यहाँ त्रिपल हेर्नुहोस् न यहाँनिर त्रिपल दिएको यहाँनिर यो त्रिपल दिएर हुन्छ यहाँनिर आदिकल चाहिँ त्रिपल लिएर हेर्नुहोस् न यहाँनिर
एकदम रिक्सी छ यहाँ। तपाईँ यस्तो रिस्की जग्गामा तपाईँ यहाँ बहिनीहरू हेर्नु सकले मैले पनि यहाँनिर कति कम्प्लेन गरिसकेँ। मेरो पनि यहाँ जमिन पर्छ है, म बोजूकोबाटै मैले जमिन किनेको। मैले त्यो दिन बिहान 4 बजीदेखिका आएर हाम्रो यहाँ पहिरो जाँदाखेरि चाहिँ हामी उभिएको थियौँ, तर आजसम्म मैले कम्प्लेन पनि गरेँ। दोजी दाजु आउनुभयो, यहाँको काउन्सिलर आउनुभयो, हेरेर मात्रै जानुभयो, तर यहाँनिर के गर्छ कसो गर्छ हामीले यत्रो दिन रिक्सी भइसक्यो होइन। अब हाम्रो यो मुनितिर पनि जमिनहरू छ, घरहरू बनाउँदैछौँ, त्यसको लागि पनि रिक्सी छ। अहिले बर्खा यति बेला नबनाएर कहिले बनाउनुहुन्छ भन्नुहोस् त। हामीलाई एकदमै असुविधा भइरहेको छ, यो जमिनहरू भत्केर गइरहेको छ। एक त पानीले गर्दाखेरि प्रब्लम भइरहेको छ है, र हामीलाई चाहिँ एकदमै असुविधा भएको छ। र हामीले कतिवटा कम्प्लेन पनि गरिसकेको छौँ, यहाँ बनाइदिनुहोस् भन्ने चाहिँ हामी यहाँबाट जानकारी चाँडोभन्दा चाँडो चाहिँ बनाइदियोस् भन्ने चाहिँ हामी भन्न चाहन्छौँ है। अहिले सिजन भएको बेलामै बनाइदियो भने चाहिँ हजुर। हामीले त दुःखमा त हामीलाई त कसैले भने तिर्पल मात्रै दिनुभयो, पाउने सहुलियतहरू त झन् हामीले पाउँदा पनि पाएनौँ। पाउने सहुलियतहरू पनि पाएन, किनभने हामीले पनि दुःख गरेर किनेको जमिनहरू हो किन भन्नुहोस् त। त्यसको लागि हामीले पाउने सहुलियत पनि पाएन, नबनाइदिएछ। आज 4 महिना लागिसक्यो, अब त बर्खा भनेको कति दिन पनि छैन है। हजुर अब नबस्दा पनि भयो नि हामी हजुर, यहाँनिर। हुन्छ, थ्याङ्क यू। हेर्नुहोस्, आज दर्शकवृन्दलाई हामी घुम जोरबुलो पिपल्स अर्गनाइजेसनद्वारा यही बिन्ती गर्न चाहन्छौँ कि जनप्रतिनिधि जति पनि तपाईँहरू हुनुहुन्छ, सम्बन्धित विभागहरू, तपाईँहरू यो च्यानल हेरेर बस्नुभएकालाई सबैले हेरिसकेपछि यसमा आएर तपाईँले झट्ट भिजिट गरेर यसको यो आगामी बर्खा लाग्नुभन्दा अगाडि नै यसको समाधान गरिदिए जाओस् भन्ने हामी यहाँबाट माग गर्दै आजको यो टिएन रोड आलुबारी मुनि 64 लाइनको यो डरलाग्दो स्थिति भइसकेको छ, यसलाई झट्टभन्दा झट्ट समाधानको मार्ग खोजौँ भन्दै प्रेस विज्ञप्ति भन्दै आजको यो विज्ञप्ति हामी यतिमै अन्त गर्न लागिरहेका छौँ। धन्यवाद।